नेपाल प्रिमियर लिग एनपीएल को पहिलो सिजनको च्याम्पियन टिम हो जनकपुर बोल्स। दोस्रो सिजनको एकमात्र लक्ष्य छ बोल्सको, त्यो हो उपाधि रक्षा गर्ने। जनकपुरले पहिलो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। लिग चरणमा जनकपुरले 7 मध्ये 5 खेल जितेर दोस्रो स्थानमा त रहेको थियो, तर अनडिफिटेड रहेको सुदूरपश्चिमलाई हराएर च्याम्पियन बन्यो। The winning moment as well for the Janakpur Bulls. They create history. They emerge champions. Janakpur Bulls. डिफेन्डिङ च्याम्पियन भएको नाताले यस टिमसँग एक्सपेक्टेसन पनि धेरै आइछ यो सिजन। दोस्रो सिजनको लागि मुख्य प्रशिक्षकदेखि लोगोसम्म परिवर्तन भने गरेको छ, तर उसको लक्ष्य फेरि उही छ, एनपीएल ट्रफी जसरी भए पनि जित्ने, टाइटल डिफेन्ड गर्ने। त्यसैको लागि जनकपुरले तयारी पनि एकदमै तीव्र बनाएको छ। चन्द्रगिरीबाट प्याराग्लाइडिङ स्टन्ट गराउँदै जनकपुर बोल्सले लेजेन्ड नायक निखिल उप्रेतीलाई गुडविल एम्बेसडर बनाएको थियो। यसले गर्दा टिमको नारा जुन छ बिल फर भिक्ट्री, त्यसलाई चाहिँ नयाँ उचाइमा पुर्याएको चाहिँ तर्क थियो। निखिल दाईको लागि त मैले मेरो बचपन सुम्पिएँ, अब जवानी पनि सुम्पिदिउँला। टिम जनकपुरको सपोर्टको लागि, न कसैको दाई न कसैको भाइ, हामी सबैको एकमात्र निखिल दाई। निखिल दाईको लागि एउटा क्ल्याप गाइज। लेजेन्ड पुबुदो दशानायकेको स्थानमा जनकपुरले वेस्ट इन्डिजका महान ब्याटर चन्द्रपललाई अनुबन्ध गरेको छ, शिवनारायण चन्द्रपल। सुरुमा त पुबुदुलाई नै अप्रोच गरिएको थियो, तर युएसए क्रिकेट बोर्डमा भर्खरै आबद्ध भएका थिए, त्यसकारणले गर्दा मिल्ने नमिल्ने त्यो टुङ्गो थिएन। पछि जब युएसए को बोर्ड सस्पेन्ड भयो तब ढिलो भइसकेको थियो र पुबुदु अहिले विराटनगर किङ्सको कमान सम्हाल्न आइसकेका छन्। तर यता आएका पनि चान्चुने नाम होइनन् शिवनारायण चन्द्रपल। उनी आएपछि टिम पनि उत्साहित छ र उपाधि जोगाउनको लागि तम तयार छ। पहिलो पटक आएका चन्द्रपललाई सायद धेरै कुरा थाहा नहुन सक्छ यहाँको बारेमा, त्यसैले मलाई लाग्छ लोकल कोचहरू जुन हाम्रो स्थानीय कोचहरू, आई थिङ्क मनोज कटवाल दाई हुनुहुन्छ क्यारे असिस्टेन्ट, उहाँहरूको टिमले चाहिँ धेरै असिस्ट गर्नुपर्ने देखिन्छ। जनकपुरले पहिलो सिजन च्याम्पियन बनेको टिमबाट कोर ग्रुपलाई चाहिँ कन्टिन्युटी नै दिएको छ। मार्की आसिफ शेख जसले 162 रन बनाएका थिए र प्लेअफ फाइनलमा क्याप्टेन्सी पनि गरेका थिए। अनि क्याप्टेन थिए अनिल कुमार शाह, उनले पनि 152 रन बनाए 7 इनिङमा र पहिलो नेपाली ब्याटर थिए जसले एनपीएलको हाफ सेन्चुरी हानेका थिए। पछि इन्जुरीले गर्दा साइडलाइन भए पनि उनको इन्फ्लुएन्स ड्रेसिङ रुममै थियो। टोटल 7 जना खेलाडीलाई रिटेन गरेको जनकपुर बोल्सले पहिलो सिजनका विदेशी खेलाडीहरू मध्ये मिलिन थालाई भने कन्टिन्युटी दिएको छ। यस सिजन पनि हुन त उनी डिजर्भ नै गर्थे। पहिलो सिजन खेलेको टिमबाट 9 जना खेलाडी दोस्रो सिजन पनि टिममै छन्। आसिफ शेख, क्याप्टेन अनिल कुमार शाह सहित ललित राजवंशी, किशोर महतो, रूपेश सिंह, सुपकन सकार र तुलबहादुर थापालाई चाहिँ रिटेन गरेको थियो। जनकपुरका स्पिनर ललित राजवंशी सर्वाधिक 17 विकेट लिएका थिए उनले र बेस्ट बलर पनि, अनि किशोर महतोले पनि 14 विकेट लिएका थिए। पहिलो सिजनमा सुरुमा रिलिज गरेर पछि अक्सनबाट फेरि किनेका मयन यादव पनि छन्। पहिलो सिजनको जनकपुर च्याम्पियन भन्दा उत्कृष्ट प्रदर्शन गरेका न्युजिल्यान्डका अलराउन्डर जिमी निसम भने यसपटक टिममा हुने छैन। अनफर्चुनेटली उनलाई भने धेरै मिस गर्नेछ। जिमीले 247 रन बनाएका थिए भने टप रन स्कोररको उनी 5th नम्बरमा, बलिङबाट पनि त्यस्तै कहर मचाएका थिए। एनपीएलको लागि 6 जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाइन्छ। प्लेइङ 11 मा पनि 4 जना मात्रै खेलाउन पाइन्छ। जनकपुरले स्पिन अट्याकमा जोड दिँदै यसपटक दक्षिण अफ्रिकाका भेटरान इमरान ताहिरलाई चाहिँ अनुबन्ध गरेको छ। साउथ अफ्रिकन ताहिर एक्सिलेन्सी उनको करियरमा यति छ कि अब भनेर साध्य छैन। स्पेशली चाहिँ सर्ट फर्मेटको क्रिकेटमा त उनको लेग स्पिन बलिङ मार्फत अद्भुत सफलताहरू हासिल गरेका छन्। अहिलेसम्म पनि आफ्नो एज फ्याक्टरलाई पनि चुनौती दिँदै विश्वभरका फ्रेन्चाइज लिगहरूमा लगातार व्यस्त हुन्छन्। जब उनी सीएसकेमा थिए, सीएसकेमा हामीले उनलाई धेरै मन पराउँथ्यौँ। हामी सीएसके फ्यानहरूको लागि त उनी इमोसन नै थिए भनौँ न। विकेट लिइसकेपछिको त्यो उनको आइकनिक सेलिब्रेसन, चारैतिर दौडेर गर्ने त्यो एनर्जेटिक सेलिब्रेसनले त अहिले पनि गुजबम्स दिन्छ हामीलाई सम्झिँदाखेरि। पाकिस्तानको अन्डर 19 लेभलबाट क्रिकेट स्टार्ट गरेर पछि साउथ अफ्रिका गयो, अनि त्यहाँको नेसनल टिमबाट चाहिँ ओडिआई T20 सबैमा सर्वाधिक विकेट लिने स्पिनर हुन् उनी साउथ अफ्रिकन हिस्ट्रीमा चाहिँ। इमरान ताहिरको रेपुटेसन यस्तो छ, उनलाई संसारमा T20 गन फर हायर भनेर चिनिन्छ, किनकि उनले हालसम्म 60 वटा भन्दा बढी टिमबाट चाहिँ फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन्। 38 वर्षको उमेरमा पनि हेर्नुहोस् विश्वको T20 नम्बर 1 बलर बनेका थिए, जुन कुरा अत्यन्तै तपाईँ एक्स्ट्राअर्डिनरी, दुर्लभ, रेयर जे पनि भन्न सक्नुहुन्छ। जनकपुरको लागि उनको आगमन टिमको स्पिन डिपार्टमेन्टलाई मात्र गहिरो गराउँदैन, युवा बलरहरूको लागि एउटा ठुलो अमूल्य सिकाइ पनि प्रदान गर्नेछ। हाम्रा स्पिनरहरू जति छन् सिक्नेछन्। लेग ब्रेक गुगलीले उनको धुम मचाएको हेर्न पाइनेछ। आई एम सो एक्साइटेड। अब जस्ट इमेजिन ललित राजवंशीको टियुमा पर्फर्मेन्स अनि उनको जोडी इमरान ताहिर, यो स्पिन डुओले चाहिँ के मात्रै नगर्ला। अर्का हुन् एन निकोलस लफ्टिटन, नामिबियाका यी क्रिकेटरको नाम सुन्ने बित्तिकै हामीलाई त्यही आउँछ सम्झनामा। 33 बलमै T20 सेन्चुरी, त्यो पनि नेपालको अगेन्स्टमा। तर उनको यो साइनिङलाई लिएर बोल्स फ्यानहरूले चाहिँ केही डाउटहरू रेज गरेको देखेको छु मैले, किनकि गत सिजन चितवन राइनर्सको लागि पनि उनको प्रदर्शन त्यति राम्रो गएको थिएन। तर यसपटक बोल्सले उनीमाथि दाउ खेलेको छ भन्छु म चाहिँ। यो दाउ नै हो, हेर्नुहोस्, आयो भने मजाले आउला, गयो भने पनि मजाले नै जाला। हुन त अब नयाँ फ्रेन्चाइज, नयाँ जर्सी अनि सेकेन्डचोटि आउँदाखेरि चाहिँ आफ्नो छवि अनुसारको पर्फर्मेन्स गरिदेलान् भन्ने आशा छ होइन। तर रिसेन्टली नामिबियाको तर्फबाट हेर्ने हो भने जुन जिम्बाब्वे साउथ अफ्रिकासँगको सिरिज थियो, त्यहाँ त्यति राम्रो खासै पर्फर्मेन्स चाहिँ आएको थिएन। तर पनि जनकपुर बोल्सलाई मिडल अर्डरमा उनीमाथि ठुलो भरोसा छ, भएन?
बलिङ पनि गरिदिन्छन् लेग स्पिन उनले पनि हेर्नुस् त स्पिन नै स्पिन यो टिममा त अनि अर्का विदेशी हुन् साउथ अफ्रिकाकै वाइन पार्नेल यो सिजन साउथ अफ्रिकन क्रिकेटरहरू एनपीएलमा यसरी आइसकेका छन् कि आफ्नो उपस्थितिले एनपीएललाई एकदमै आकर्षक बनाइरहेका छन् मलाई त एकदमै खुसी लागिरहेको छ किनकि हामी क्रिकेट फ्यानहरूको लागि त साउथ अफ्रिकन स्टारहरू आफ्नो मैदानमा आएर सोचेका थिएनौँ नि कहिले यसरी खेल्ला आइसके होइन यो ड्रिम मोमेन्ट हो हाम्रो लागि ड्रिम सिजन नै हुनेवाला छ 36 वर्षीय लेफ्ट आर्म सीमा वाइन पार्नेलले चाहिँ टी20मा 300 भन्दा बढी खेल खेलेका छन् र 317 विकेट लिएका छन् एब्सोल्युट लेजेन्डरी स्टार त्यति मात्र होइन वाइन पार्नेलले लोअर अर्डरमा धमाकेदार ब्याटिङ पनि गरिदिन्छ अनि साउथ अफ्रिकाको क्रिकेटले उनलाई फ्युचर सेन्सेसनको रूपमा हेरेको थियो अर्ली एज लेभलदेखि नै तर इन्कन्सिस्टेन्सी इन्जुरी होइन यो फ्याक्टर रह्यो जसले उनको इन्टरनेसनल करियरलाई चाहिँ सोचे अनुसार जान भने दिएन तर पनि पार्नेलको बलिङमा अझै नेचुरल स्विङ मुभमेन्ट छ न्यू बलले पेनिट्रेसन राम्रोसँग गर्छन् अर्पिलमा चाहिँ अर्ली ब्रेक थ्रुहरू दिलाउन सक्षम छन् अनि अन्त्यतिर आएर क्विक फायर केमियो पनि खेलिदिन्छन् योभन्दा अरू के चाहियो अझ त्यसमाथि डेथ ओभरको मास्टरी त छँदै नै छ अब अर्का मिलिन्था भइहाले लाहिरू मिलिन्था पहिलो सिजनका त एमभीपी नै हुन् अर्थात् मोस्ट भ्यालुएबल खेलाडी जसलाई तपाईँले मजाले चिन्नुहुन्छ उनको बारेमा धेरै भनिरहनु पर्दैन लास्ट सिजन जनकपुरलाई च्याम्पियन बनाउन यदि कसैको सबैभन्दा ठुलो हात थियो भने त्यो मिलिन्थाको नै थियो 87 रन त फाइनलमा नै बनाएका थिए भनेपछि सोच्नु सब होइन 293 रन बनाएर गएका थिए उनी एउटै सिजनमा अब कुरा गरौँ टिम कम्बिनेसन र नेपाली खेलाडीको बारेमा यो टिमको यस वर्ष पनि सबैभन्दा बलियो पक्ष भनेको टप अर्डर ब्याटिङ र यसको बलिङ डेप्थ नै हो अझ त्यसमा पनि स्पेशली स्पिन टप अर्डरमा मिलिन्थासँगै आसिफ शेख अनिल कुमार शाह छन् यहाँ फिक्स छ कुनै चिन्ता छैन त्यसपछि मिडल अर्डरमा ट्यालेन्टेड र एग्रेसिभ सुपकन सकाको पनि अप्सन छ र यो सिजन पनि उनको लागि विशेष हुन सक्छ राष्ट्रिय टिमको ढोका ढकढकाइरहेका छन् पछिल्लो केही समय यता यो सिजन यदि प्रभावशाली प्रदर्शन गर्न सके भने नेसनल सेटअपमा आउन धेरै बेर छैन अब सुपको लागि चाहिँ आई लाइक हिम अ लट आगामी दिनमा मैले उनको करियरमा धेरै ठुलो एक्सपेक्टेसन राखेको छु मेहनती अति नै मेहनती म हेटौडा जाँदा पनि जहिले पनि त्यो हुप्राचोकको ग्राउन्डमै उनलाई त्यो जहिले प्र्याक्टिस गरिरहेको मात्रै देख्छु होइन सिरियस सन्जियोस् त्यसपछि आउँछन् लफ्टी इटन अनि अप्सनमा मोइन यादवको पनि छ तर जनकपुरलाई जिमी निसमको क्यालिबरको त्यो अलराउन्डरको आवश्यकता भने छ उनकै क्यालिबर म्याच गर्ने त नभेटेला तर आसपास 19 पिस होइन मिडियम पेस अलराउन्डरको कुरा गर्दैछु जसले ब्याटिङमा पनि फिनिसरको रोल निभाउन सक्छ यो किन पनि भन्दैछु भन्दा हुन त लोअर अर्डरमा रुपेश सिंह पनि छन् वाइन पार्नेलले पनि खेलिदिन सक्छन् तर ब्याटिङ र बलिङ दुवै गर्न सक्ने एउटा सशक्त फिनिसर थप्न चाहिँ आवश्यक छ कि उसो त लफ्टी इटन पनि आइसकेका छन् होइन उनलाई फिनिसिङ रोलमा पनि युज गर्न सकिन्छ तर अझै पनि दुईजना विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी नै रहेकाले त्यो पोजिसनमा ठुलै नाम आउने सम्भावनाले नकार्न भने मिल्दैन यदि यहाँ ठुलो नाम आइदियो भने लफ्टी इटन फेरि बेन्चमा बस्नुपर्ने हुन सक्छ तर फ्यान्सको चाहना अनुसार चाहिँ हर्ष ठाकरलाई ल्याउनु पर्छ भन्ने देखिरहेको छु म होइन लास्ट सिजन धेरै राम्रो खेलेका थिए उनले अब कुरा भइरहेको होला आई डोन्ट नो अब के भइरहेको छ बलिङमा भने यो टिम सबैभन्दा उत्कृष्ट मध्येको एउटा बलिङ अट्याक भएको टिम हो यो एनपीएलमा किशोर महतो ललित राजवंशी अनि उनीहरूलाई भेटरान इमरान ताहिरको साथ तुलबहादुर विकास आग्री पनि छन् अझ भएन भनेर आदित्य महता पनि छन् अप्सनको रूपमा अन्डर 19 नेसनल टिमका स्पिनर सचिन भट्टराई पनि यही टिममा छ अरू कमजोरी यो टिममा अहिले नै भन्न सक्ने अवस्था छैन किनकि विदेशी खेलाडीको कोटा बाँकी नै छ त्यसमाथि ट्यालेन्ट हन्टबाट पनि आउने एकजना खेलाडी बाँकी नै छन् राजेश यादवको नाम म सुनिरहेको छु यदि पीएम कपमा मधेसबाट खेल्ने राजेश हुन् भने त बलिङमा सोच्नुहोस् अझै कति डेप्थ होला तर पनि अहिलेसम्म हेर्दा चाहिँ जिमी निसमको लाइक टु लाइक रिप्लेसमेन्ट नहो र लफ्टी इटनको फर्ममा भने केही कन्सर्निङ हुन सक्छ बोल्सको लागि चाहिँ वेल धेरैको लागि वाइन पार्नेल नै जिमी निसमको लाइक टु लाइक रिप्लेसमेन्ट हुन् भन्ने भनाइ छ तपाईहरुलाई के त्यस्तो लाग्छ भने कमेन्टमा लेख्नु होला जनकपुर बोल्स यो टिमको ठुलो विशेषता भनेकै नपत्याउने तरिकाले कम्बिनेसन सेट गर्छ ट्युको कन्डिसनमा फिट हुने तर एकदमै अन्डररेटेड खेलाडीहरूबाट चाहिँ पर्फर्मेन्स निकाल्दिन्छ हेर्नुस् भाइटल मोमेन्टमा निकाल्दिन्छ क्रिकेटिङ माइन्ड्सहरू राम्रो राख्छ चन्द्रपलले सायद यतिको टिमबाट राम्रै काम गर्न सक्ने मैले देखेको छु पास्ट रेकर्ड्स हेरेर यो टिमलाई मैले फाइनल फोरमा ढुक्कसँग राख्छु तपाईलाई के लाग्छ के डिफेन्डिङ च्याम्पियनले डिफेन्ड गर्न सक्ला त आफ्नो टाइटल अनि कम्बिनेसनमा तपाईं के देख्नुहुन्छ अब यो टिमलाई के आवश्यकता छ बाँकी दुईवटा स्लटमा विदेशीको अनि नेपाली खेलाडीहरुमा कोच चाहिँ अलिकति वन्डर बन्न सक्छन् या भनौं स्ट्यान्ड आउट को बन्न सक्छ नयाँ आउने खेलाडीहरु भन्दैछु ललित किशोर उनीहरु भन्दा अब नयाँ छन् नि जस्तो ट्यालेन्टहरुबाट आउने होलान् अनि तुलबहादुर हुन सक्छन् कि विकास आग्री हुन सक्छन् कि आदित्य महता हुन सक्छन् कि हैन माहेन जो पनि के त्यस्तो खालको स्ट्यान्डर्ड को बन्ला फरेनर त अब राम्रै छन् सबै तर अझै दुईजना बाँकी छ आई होप कुनै ठुलो नाम अझै बाँकी नै छ कि जस्तो मलाई चाहिँ लाग्छ यदि छैन भने पनि लफ्टी इटनले राम्रो गरिदिउन् यही कामना गर्नुस् तपाईहरु चाहिँ सो यो थियो मेरो तर्फबाट डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्सको टिम प्रिभ्यू तपाईहरुलाई के लाग्छ सहमति असहमति के छ कमेन्ट बक्समा लेख्नु होला र च्यानललाई लाइक सब्स्क्राइब गर्न भने नबिर्सिनु होला मलाई भने आज्ञा दिनुहोस् अर्को एउटा टिमको प्रिभ्यूमा भेट्ने नै छु नमस्कार